हामीसँग चाहिँ अर्को मेसिन छ यहाँ चाहिँ एक्सट्रुजन मेसिन। यसले चाहिँ प्लास्टिक स्ट्रेट गरिसकेपछि त्यसलाई यहाँ माथि हालिसकेपछि हप्परमा हालिसकेपछि अनि हप्परमा हालिसकेपछि हिटरले तताएर अब यसलाई चाहिँ जस्तो डाइमा हाल्यो त्यही साइजको अब प्लेट यो खासमा बनाएको चाहिँ प्लास्टिकको प्यालेटहरू बनाउनको लागि बनाएको मेसिन हो हैन। र अहिले चाहिँ यो हामीले बनाएर रेडी गरिसकेको छु हैन। यस चाहिँ यसको कन्ट्रोल बक्स हो यो अनि मोटर भइहाल्यो 5 एचपीको र एमसिबी चाहिँ यसरी सेफ्टीको लागि ठिक्क बन्द गर्ने खोल्ने त्यसरी नै है। अब यो चाहिँ बनेर रेडी भइसकेको छ। ल सबैजनाले भिडियो हेर्ने अनि केन्द्रमा राष्ट्रिय अवसर केन्द्रमा चाहिँ यो मेसिन बनाएर रेडी भइसकेको छ। प्लास्टिक रिसाइकल गर्न चाहनेहरू र प्लास्टिकबाट चाहिँ रिसाइकल गरेर त्यसबाट नि प्यालेट बनाउन प्लास्टिकको प्यालेटहरू बनाउन चाहनुहुन्छ भने चाहिँ हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ। मेसिन चाहिँ एकदमै बलियो छ, कन्ट्रोलर एकदमै यो पनि हाई पर्फर्मेन्सवाला हो। गियर बक्स हेर्न सक्नुहुन्छ एकदम 120 को एकदमै बलियो अनि हाम्रो मोटर पनि एकदमै पावरफुल मोटर र कन्ट्रोल बक्स पनि एकदमै राम्रो मिलाएर यसमा अब कन्ट्र्याक्टर युज गरेर अब कुनै पनि फल्ट नआउने तरिकाले हामीले चाहिँ यसलाई बनाइसकेका छौँ।